स्वागत छ हजुरहरूलाई मेरो च्यानल ADM_57 प्लेजमा। र आज अन्नपूर्ण मोड्स दाइको तर्फबाट चाहिँ एउटा नयाँ ट्रक मोड आएको छ। सो यो ट्रक चाहिँ यो रहेको छ है, भोल्भो डिब्बा ट्रक। सो आज चाहिँ यसको बारेमा रिभ्यू गर्न जाँदैछु। सो अन्तिमसम्म हेरेर मलाई साथ दिनु होला। सो अब ट्रक भित्र जाम है त। सो पहिला सुरु गरौँ यसको इन्टेरियरबाट। इन्टेरियर चाहिँ यस्तो रहेको छ है, हजुरहरूले देख्न सक्नुहुन्छ। एकदम सजाएको छ, यहाँ गुडियाहरू छ, GPS, ओहो वर्ल्ड लिङ्क वाइफाई पनि रहेछ त। अब त वाइफाईको प्रब्लम नै हुने भएन नि त है। सो एकदम डेकोरेट चाहिँ छ है यो मोड चाहिँ। अनि स्टियरिङ पनि एकदम रियलिस्टिक राख्नु भएको रहेछ। खत्री नेपाली भाइब्स आउँछ नि त हैन। र यहाँ गणेशजीको मूर्ति, चार्जिङ पोर्ट पनि रहेछ अझै है। ओहो यो त मैले त्यो नोटिसै नगरेको, फेरि ट्रेलर लगाइराख्नु भएको रहेछ त दाइले त। सही हो सही हो। सो अब लाग्यौँ यसको एनिमेसन की तर्फ। सो फर्स्ट एनिमेसन कीले चाहिँ हजुरहरूको ड्राइभर साइडको डोर ओपन हुन्छ, यता हेर्न सक्नुहुन्छ है। अनि नम्बर 2 एनिमेसन कीले चाहिँ सब चाहिँ झ्यालहरू खोलिदिन्छ है। अब झ्याल पऱ्यो नि त, अब गर्मी छ हैन, अनि हल्का यो ढोका पनि खोलेर चलाउनुपर्छ गर्मीबाट बस्नको लागि। सो नम्बर 3 एनिमेसनले चाहिँ यो डब्बाहरू बाहिर आयो है। आमा अर्नाबै लोड रहेछ त, पुलिसहरूले त पक्र्दैन नि गाइज। सो ओभरअल राम्रै छ हैन ट्रक। अब हल्का यसो टेस्ट ड्राइभ हानौँ। सो यसको खास कुरा के हो भने चाहिँ मलाई एकदम राम्रो लागेको कुरा भने चाहिँ यसको यो सस्पेन्सन है, सस्पेन्सन। सो यता हेर्नुहोस्, मैले जब राइट टर्न गरेँ यो राइटतिर लिनुहुन्छ। सो यो चाहिँ एन्टी रोल सिस्टम होइन, यसले चाहिँ हाई स्पिडमा पनि टर्न गर्न अलि सजिलो गराइदिन्छ है। त्यो चाहिँ मलाई त ठिक लाग्यो है। हजुरहरूलाई के कसो लाग्छ होइन, हजुरहरूले त कोहीलाई ठिक लाग्न सक्छ, कोहीलाई ठिक नलाग्नु पनि सक्छ होइन, आफ्नो आफ्नो कुरा हो। सो अब यसको अफ रोडतिर लागौँ है।